सम्पूर्णमा नमस्कार एवं शुभ प्रभात। आज मिति 2083 साल वैशाख महिनाको 19 गतेको दिन आज विशेष झाँक्रीलाई ओम पूजा गर्ने चामुण्डा कार्यक्रम शिवाय नमः। रहेको हुँदा ज्येष्ठ कृष्ण प्रतिपदाका दिन हामी अहिले कहाँ छु भन्दा ट्याक्क बारीमा हिँडिरहेको छु। अब हामी जाँदैछौँ कता भन्दा अब यहाँ सरसफाइ गर्न थानतिर झाँक्री भगवान आएन। प्रत्येक वर्ष झाँक्रीको पूजा आउँदाखेरि हामीले चाहिँ पयुँको रुख काटेर छ्याक्क पारेर त्यसमा सरसफाइ गरेर लिपपोत गरेर पूजा आराधना गर्ने गर्छौँ। सर्वप्रथम उहाँ भगवानले रगत किन चढाइन्छ त? हाम्रो बाबाको व्रतबन्ध गर्ने बेलामा आमा बिरामी भएर गोठामा बाँधेको भैँसी पनि तोएको थियो। आमा पनि बिरामी भइराख्ने, सञ्च नहुने, घरको बाहिर निक्ली पार लागिहाल्ने समस्या देखिरहेको थियो। अब यसको समाधान गर्नको लागि के गर्ने भनेर सोच्दाखेरि वैद्यलाई ल्याएर हेराउनु पर्छ भनेपछि डाँडाको बुवालाई ल्याएर हेराउँदाखेरि के भयो, कसो भयो, किन यस्तो हुन्छ, मैले अन्जानमा जे गरे पनि मैले जानेर केही पनि गरेको छैन, मैले भन्न पर्यो मेरा भगवानजी भनेर भन्दा धामीलाई ल्याएर कबल्दाखेरि मैले पाटो खोजेको हुँ, मेरो सेवा भएन भनेर भनेपछि हामीले घरको नजिकै खोजेर थान बाँधेका थियौँ। सबैभन्दा सुरुमा बाँधेको थान घरको पछाडि माथिपट्टिको ढिकमा थियो। पछि त्यहाँ नभएर त्यो थानलाई सारेर पर बारीको घेचमा लगाएर पयुँको रुखको फेदामा गराइएको थियो। पयुँको रुखको फेदामा गराउनु पनि विशेष किंवदन्ती छ। भगवान जहाँ पाए त्यही नबस्ने हुनाले पयुँको रुखमा चाहिँ बस्ने भएको हुनाले पयुँको रुखको फेदामा ढिकमा लगेर थान बनाइएको थियो। झाँक्री भगवानलाई रगत चाहिँ प्रत्येक 4 वर्ष पुगेर 5 वर्ष लाग्दाखेरि दिइने गरिन्छ। रोकिएर छेकछुन परेको अवस्थामा जहिले खुल्छ तहिले दिन मिल्छ। यो पालि चाहिँ 8-10 वर्ष भएको थियो। हाम्रो बाबाको व्रतबन्ध गर्न लाग्दाखेरि कोला विपिना दिदी जन्मेर छेकिएको थियो। आएका निम्तो मान्न आएका सबैजना पनि फर्केका थिए अनि उहाँको नरान पछि बल्ल बाबाको व्रतन भएको थियो। त्यति बेला के गल्ती भएछ भन्दाखेरि विपिना दिदीको भोलि बिहान नौरान परेको बेलामा हाम्रो घरमा आज चाहिँ कसार बटारिएछ। तिनी बटारिएका कसारलाई लगेर पूजामा राखिएछ, त्यो चाहिँ गल्ती भएछ। पूजा मध्यान्तर भएको बेलामा गोठ जाँदाखेरि गोठमा बाँधेको भैँसी ढाडिएर फुङफुङ्ती भएको थियो। भैँसी लगलग्ती कामी रख्यो अनि त्यो यो साउनमा बहिने ब्याउने भैँसी। त्यस्तै भएपछि हेराउने उर्ने गरेर पाठो चढाउने निर्णय गरिएको थियो। उति बेला डाँडाको बुवाले तैँले यस्तो गरेर भन्छस् पनि मैले तँलाई भन्दिनँ, मलाई दोष लगाउने भए पनि मैले भन्दैन भनेर भनेपछि बुवाले मैले भन्दिनँ बा, जे हो जसरी हो यो गर्ने हो गर्छु मैले भन्नुभयो बुवाले। त्यसपछि मैले पाटो खोजेको भनेर यहाँ डाँडाका बुवा काम्नु भएको थियो कि मलाई सेतो पाटो नै चाहिन्छ, पाइँदै नपाइए रातो पाटो चाहिन्छ भनेर एकछिन धामी कामेपछि पाटो किनेर थान बाँधिएको थियो। थान बाँध्ने बेलामा ओल्तिर नागको थान र पोल्तिर झाँक्रीको थान गराएर बाँधिएको थियो। प्रत्येकचोटि झाँक्रीको पूजा गर्ने बेला नाग देवताको पनि पूजा गर्ने गरिन्छ। झाँक्रीको पूजा गर्ने बेलामा गाईको दुध धार दिने चलन पनि रहिआएको छ। पहिलादेखि के चल्दै आएको थियो भन्दाखेरि हाम्रो घरबाट पाठो लगिन्थ्यो र तल माथिको छिमेकीहरूले चाहिँ धुपधजामा मिसिनुहुन्थ्यो। खासमा उहाँ भगवानले तल माथि अरू कसैलाई दखल गर्नुभएको थिएन, मेन दखल चाहिँ हाम्रो घरमा भएको थियो। त्यही भएर हाम्रो घरबाट पाठो दिने चलन पहिलेदेखि नै रहिआएको छ। तर तल माथि छिमेकका मानिसहरू पनि भेटीमा धुपमा मिसिने चलन पहिलेदेखि नै चल्दै आएको छ। तर यसपालि भने अलग भयो। थामका पितम्बर अङ्कल चाहिँ यसपालि आधी रगतमा मिसिने हुनुभयो। यो चाहिँ पहिलो रेकर्ड बन्यो। त्यति बेला थान बाँधिसकेपछि प्रत्येक 4 वर्ष पुगेर 5 वर्ष लाग्दा कहिले डाँडाको बाले त कहिले जोइसी बुवाले गरेर निरन्तर पूजा चल्दै आइरहेको थियो। र यसपालि पनि जोइसी बुवा बिराम भएको कारणले गर्दा डाँडाको बुवाले पूजा सम्पन्न गर्नुभएको थियो।
त्रिशूल घन्टी चढाउने सम्बन्धमा चाहिँ भक्कल गरेर मैले चढाउँछु देउता भनेर भनेको भए चाहिँ चढाउन मिल्छ। त्यसपछि चाहिँ कोलाको बुवाले सबै रुख काटेर छक्क बनाउनु भयो र त्यसपछि म चाहिँ यहाँ पूजा गर्न चाहिने थिएँ कि घिउ अनि पिठो किनकि रोटी बनाएर यहाँ चढाउनु पर्छ तोरिनको लागि घर जाँदैछु। बारी बारी जाँदैछौँ। त्यसपछि म घर पुगेँ। हाम्रो पालतिरको आन्टीले चामल हेर्दै हुनुहुँदो रहेछ अनि मैले आमालाई पैनो मागेँ। आमाले पैनो लिएर आउनुभयो किनकि त्यहाँ रोटी पकाउनको लागि पैनो चाहिएको थियो। त्यसपछि म फेरि पूजा गर्ने ठाउँमा नै गएँ। त्यहाँ धुप धजा ल्याइसक्नु भएको थियो। तल माथिबाट कोलाको आबैले तल धामका बुवा आबैले ल्याउनु भएको थियो। त्यो मिलाउँदै हुनुहुन्थ्यो त्यहाँ बाहुनबाले। त्यसपछि बाहुनबाले पूजा गर्न चाहिने सामानहरू सबै मिलाउँदै हुनुहुन्थ्यो। हाम्रो बाबाले पनि सामानहरू मिलाउन सघाइराख्नु भइरहेको छ र यता मामाले चाहिँ अब रोटी पकाउँदै हुनुहुन्छ घिउमा। सानो सानो रोटी बनाएर भगवानलाई चढाउन पर्ने भएको हुनाले चाहिँ उहाँले रोटी बनाउँदै हुनुहुन्छ। अघि नै रुखबाट झारेको घाँस चाहिँ हाम्रो बुवाले अनि रामु अङ्कलले बटुल्दै हुनुहुन्थ्यो, बटुलेर गोठा लाँदै हुनुहुन्थ्यो। अनि यो झारेको घाँस चाहिँ कोलाको आबैले, थाम्काको आबैले, त्यसपछि बाटामुनिको आन्टीले अनि हाम्रो घर सबै ठाउँमा बाँडेर लगेका थियौँ। त्यसपछि म पनि अलिकति घाँस बोकेर गोठातिर लाँदैछु। अनि यो हाम्रो गाउँतिर नयाँ प्रवृत्ति आएको रहेछ यसरी किरालाई सङ्कलन गर्ने। अनि मैले यो पनि ट्याक्क खिचेर राखिहालेँ। अनि हाम्रो अङ्कलले घाँस बोक्दै हुनुहुन्छ अझै पनि। आमाले चाहिँ घरमा धारोमा चाहिँ बेला बाहुना माझ्दै हुनुहुँदो रहेछ। त्यसपछि म घरबाट त्यहाँ पूजामा चाहिने पानी लिएर चाहिँ गेलेनमा पूजा स्थलतिर नै जान्छु।
लगभग अब घाँस काटेर भइरहेको थियो। बुवाले चाहिँ अझै बटुल्दै हुनुहुन्थ्यो। उहाँले चाहिँ रोएपाको घाँस झार्दै हुनुहुन्छ कोलाको बुवाले। यहाँ चाहिँ के हो भाइ? ए खट्टे पिठो चामल घिउ पिठो चामल घिउ गराएर चाहिँ खट्टे बुट्टे हुनु चिनी रहेछ गौतम मामाले। त्यसपछि हाम्रो पूजा गर्ने ठाउँ एकदमै सानो, साँघुरो अनि पाठो चढाउन पनि खासै नमिल्ने, धेरै गाह्रो हुने भइरहेको भएको कारणले गर्दा चाहिँ हाम्रो कोलाको बुवाले चाहिँ त्यो ठाउँमा खनेर राम्रोसँग जग बसालेर चाहिँ पर्खा लगाउँ भनेपछि चाहिँ अरू बेला चाहिँ यहाँ खन्न चलाउन नहुने भएको हुनाले झाँक्रीको थानमा चाहिँ आज पूजा गर्ने विशेष अवसरको दिनमा चाहिँ यो थानलाई राम्रोसँग व्यवस्थित गरौँ, ठुलो गराउँ भनेर चाहिँ हामी समयको खर्च भए तापनि त्यहाँ आउँदै भएका रुखहरू काट्ने, अलि छक्क गराउने होइन, झारहरू फाल्ने अनि पर्खाल लाउने काम चाहिँ गरेका थियौँ। जसले गर्दा चाहिँ थान पनि अलि ठुलो भयो र त्यहाँ पाठो दिन पनि मिल्ने, पूजा गर्न पनि अलि सजिलो हुने एकदमै राम्रो भयो। त्यहाँ ठुलो रुख थियो एउटा, त्यो ठुलो रुखलाई हाम्रो बाबाले काट्नुभयो अनि काटेपछि चाहिँ त्यहाँ अझै ठुलो ठाउँ आयो अनि पूजा गर्नको लागि एकदमै सहज पनि बनायो यसले। प्रत्येक वर्ष पूजा गर्दाखेरि त्यस्तै साँघुरो ठाउँमा पूजा गर्ने गरिन्थ्यो, तर यसपालि भने चाहिँ केही फरक भयो। रुख काट्ने काम हुँदैछ, बाबाले रुख काट्दै हुनुहुन्छ। थानलाई ठुलो बनाउन पर्खाल पनि लगभग आधी लगाइसक्नु भएको छ कोलाको बुवाले। अब पर्खाल लगाएर पनि भइयो, त्यसपछि त्यहाँ रुख काटेर पनि भइयो अनि पूजाका सामग्रीहरू राखेर सबै कुरा मिलाउँदै हुनुहुन्छ बाहुन बाले र हाम्रो बाबाले चाहिँ साइडमा सहयोग गर्दै हुनुहुन्छ, बत्ती काट्दै हुनुहुन्छ। अनि म चाहिँ त्यहाँ लिगो बनाउनको लागि चाहिने पाती लिनको लागि चाहिँ गएको थिएँ। नागको पूजा गर्दै हुनुहुन्छ बुवा।
पद्महस्ताय धीमहि तन्नो वासुकिः प्रचोदयात् ॐ सर्पराजाय विद्महे 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 पद्महस्ताय धीमहि तन्नो वासुकिः प्रचोदयात् सर्वप्रथम चाहिँ नाग देवताको पूजा भइसकेपछि चाहिँ अब झाँक्री देवताको पूजा आउँदैछ। एक राजा की बाला बैठी आयो नि गुरु, एक हातमा ढ्याङ्ग्रो एकै हातमा गजा लिएर मै राजा की बाला
बैठी आयो नि गुरु पूर्वकाली चलो पश्चिमकाली चलो उत्तरकाली चलो गुरु यसै ठाउँको यसै ठहरको छिमे भूमे नाग नागिनी देवी देउराली गुरुलाई साँगसो कुमकुम पाते भैरम पाते साँगसोले साँगसो लटे धुबी काँडे धुबी मुसुरी धुबीले साँगसोले साँगसो कसैको 33 कोटी देवी देवलाई साँगसोले साँगसो महेबाला गुरुले ज्ञानै बसे तपसै बसे नि गुरु ज्यू जरा बिसाउने डाँडै चली खेली हिँड्ने महेबाला गुरु कार्तिके पूर्णिमा ध्वजा बोकी चली खेली हिँड्ने गुरु बनाई झाँक्री गुरु लट्टे झाँक्री गुरु काटे झाँक्री गुरु यसै देवा तीर्थमा घुम्दै डुल्दै आउँदा मान्छेको हानाह बानह आउला नि गुरुज्यू हानाह बानै छेकी रोकी चलाई जाउँदै गुरुज्यू नाची नाची जाउँदा हाँसी हाँसी जाउँदै खेली खेली जाउँदा नि गुरुज्यू महेबाला बालाको रोखर छेमा गरी चली चली नाची नाची जाउँदै गुरुज्यू यसै कार्तिकी पूर्णेको बेलामा रमाट्यामामा हामी झाँगरी बैदेको हानाह रोकी बानै छेकी ल्याउँदै गुरुज्यू आकाशको बजबान साँची पतलाको बासुकी नागा साँची चलारा खेलारा महेबाला जहाँ भलो दिदीमा घुम्दै फिर्दै नवही डाँडा चलेर नवही खोला तरेर हजुरको ध्यानमा चली खेली आयो नि गुरुज्यू महेबाला गुरुलाई रक्षा छेमा गरी बोलाई चलाई ल्याएको हो एकै हातमा तुमासिन एकै हातमा काँडा बोकी आयो नि गुरुको ध्यानमा महेबाला गुरु ग्यागर थाल्ला सङ्गीत भन्छे भोइल नामलाई नरु भन्दा रोसँग नामलाई मिछेन भन्ला मिछेन भन्लाई दुलो कार्ब हिमाल नाङलाई मिछेन भन्ला युइल नामलाई नारु भन्दा सङ्ग्रा बजो जौ मे रेन्जेन साङ्सो मे साङ्सो साङ्सो सङ्ग्रा बजो जौ नारु भन्छे युल्लामा नेदा सिब्दै साङ्सो गङ्लामा नेदै सिब्दै साङ्सो युल्ला गङ्ला नेदै कोल्ला सङ्ग्रा बजो जौ मे रेन्जेन साङ्सो 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 लवतहे गुरुज्यू यसै धरतीमा बैठी महेबाला गुरुले तिम्रै ज्ञानै बसी तपसै लिए
बैठिआयो नि गुरु एक हातमा ढ्याङ्ग्रो एकै हातमा गजा लिएर मै राजाकी बाला बैठिआयो नि गुरु पूर्वकाली चलो पश्चिमकाली चलो उत्तरकाली चलो गुरु यसै ठाउँको यसै ठहरको सिमे भूमे नाग नागिनी देवी देउराली गुरुलाई साङ्गसो कुमकुम पाते भैरम पाते साङ्गसोले साङ्गसो लटे धुबी काडे धुबी मुसुरी धुबीले साङ्गसोले साङ्गसो कसैको 33 कोटी देवी देवलाई साङ्गसोले साङ्गसो महेबाला गुरुले ध्यानै बसे तपसै बसे नि गुरु ज्योले जोरा बिसाउने डाँडै चली खेली हिँड्ने महेबाला गुरु कार्तिके पूर्णिमा ध्वजा बोकी चली खेली हिँड्ने गुरु बनाई झाँक्री गुरु लट्टे झाँक्री गुरु काटे झाँक्री गुरु यसै देवा तीर्थमा घुम्दै डुल्दै आउँदा मान्छेको हानाह बानह आउला नि गुरुज्यू हानाह बानै छेकी रोकी चलाई जाउँदै गुरुज्यू नाची नाची जाउँ त हाँसी हाँसी जाउँदै खेली खेली जाउँ त नि गुरुज्यू महेबाला बालाको रोखर छेमा गरी चली चली नाची नाची जाउँदै गुरुज्यू यसै कार्तिकी पूर्णेको बेलामा ट्यामामा हामी झाँगरी बैदेको हानाह रोकी बानै छेकी ल्याउँदै गुरुज्यू आकाशको बज्रबाण साँची पतलाको बासुकी नागा साँची चलारा खेलारा महेबाला जहाँ भलो दिदीमा नवही डाँडा चलेर नवही खोला तरेर हजुरको ध्यानमा चली खेली आयो नि गुरुज्यू महेबाला गुरुलाई रक्षा छेमा गरी बोलाई चलाई ल्याएको हो एकै हातमा तुमसिन एकै हातमा काँडा बोकी आयो नि गुरुको ध्यानमा महेबाला गुरु
लगाएँ यति काफल मैले भेटाएको छु अब खान्छु कस्तो हुन्छ त्यसको ट्राई गरौँ है खाएर हामी चाहिँ ठ्याक्कै काफलको मुनि चाहिँ छौँ है ल काफलको मुनि छु अब यति काफल खाँदैछु है ल सब चाहिँ मैले भुइँको टिपेर खाएको यति पनि भुइँमा पनि यस्तो राम्रो झरेको छ माथि चाहिँ एकदम राम्रो छ होइन ल अब म चाहिँ फाइनल यहाँ लिएर आएँ नि यतिखेर लिएर आएको चाहिँ हेरौँ के हुन्छ बाँकी हो र यो बाँकी जस्तो छ बाँकी जस्तो छ बाँकी होइन
हामी जे कार्यक्रम गर्न भनेर आएका थियौँ त्यो कार्यक्रम अन्ततः अब सकिने अवस्थामा पुगिसकेको छ। लगभग आधी जतिले भोजन ग्रहण गरिसक्नु भएको छ। अलिकतिले यहाँ सरसफाइ गर्दै हुनुहुन्छ। अब भाँडा मार्ने कार्यक्रम मात्र बाँकी, अथवा 1-2 जना खाने मान्छे हुनुहुन्छ, उहाँहरूले हामीले प्याक पारेर प्याक गरेर हामीले बाँसमा झुन्डाइदियौँ। त्यही भएर अब हामी भाँडा माग्नको लागि पानी लिनको लागि घर आएको थियौँ। डाबरमा पानी छ, अब यति पानी लिएर उस गरेर हामी लिएर गएपछि अब हामी घर जान्छौँ। त्यसपछि डाबर यहाँ छ नि, अब एउटा बोकेर मैले एउटा बोकेर हिँडेँ। अङ्कलले पनि ल्याउँदै हुनुहुन्छ पछाडि डाबर। त्यसपछि हामी पानीको डाबर लिएर अथवा गेलिन लिएर गयौँ हामी बारीको घेँचमा, किनकि त्यहाँ अब सरसफाइ गर्नको लागि पानीको आवश्यकता थियो। अनि त्यहाँ लगेका सामानहरू पट्याएर, सामानहरू ग्यासहरू, भाँडाकुँडाहरू बाबाले, बुवाले, अङ्कलले सबैजना ल्याउँदै हुनुहुन्थ्यो। त्यसपछि मैले, रेशमले, अङ्कलले गरेर सामानहरू घरमा ओसार्न लायौँ। त्यसपछि हाम्रो कमल अङ्कलले, बुवाले पनि त्यहाँ त्रिपलहरू पट्याउँदै हुनुहुन्थ्यो। सामानहरू सबै ढोकामा हालेर अङ्कलले ठुलै भारी बनाएर चाहिँ घरमा लिएर जान लाउनु भएको छ। अब सबैजनाको लगभग फर्किने बेला भइसक्न लाग्यो। सबैजना फर्किँदै हुनुहुन्छ। ल सब कार्यक्रम गरेर अब हामी हिँड्नलाई मुख धोयौँ। अब एकछिनमा हामी हिँडिहाल्छौँ। ल गयौँ। गर्दै राखेँ खबर है। ल अँ राम्ररी जाउँ, लेख्न गयौँ भने। ओके, फाइनल्ली हामी सबै हिँड्यौँ। यता रचना, रेशम, बाबा सबै अब निक्लिहाल्यौँ। बाटोदेखि रेडी भएर अङ्कलले पनि कारको हरेन लाउनु भयो। हामी पनि अब सबै कुरा रेडी भएर आफूले ल्याएको सामान, ब्यागहरू प्याक गरेर चाहिँ हामी पनि गोठसिम आइसक्यौँ। अब चाहिँ हामी सबैजना निक्लने तयारीमा छौँ। हामी ताग्लोबाट तल झऱ्यौँ। जाने बेलामा चाहिँ हामी रेशम र म भएर चाहिँ स्कुटीमा चाहिँ जाँदैछौँ। हामी कहाँसम्म जान्छौँ हेरौँ। अनि म चाहिँ आउने बेलामा अर्थात् फर्किने बेलामा चाहिँ कन्टिन्यू अर्घाहाँसीदेखि भैरवासम्म नै गाडी चलाएर लिएर आएँ। अनि पछाडि चाहिँ कोही चेन्ज बस्ती मान्छे परिवर्तन भइराख्नु भएको थियो। बिचमा चाहिँ दिदीले पनि गाडी चलाउनु भएको थियो एकचोटि, थोरै समयको लागि। अनि अहिले चाहिँ गाडीमा चाहिँ कमल अङ्कल, मन्जु आन्टी, हाम्रो बाबा, अनि रेखा, रचना, मम्मी सबैजना भएर चाहिँ आउँदै हुनुहुन्थ्यो भने स्कुटीमा चाहिँ रेशम र म जाँदै थियौँ अगाडि। हामी चाहिँ फर्कने क्रममा बाटोमा रोकेर एकछिन पानी खानको लागि गएका थियौँ। पानी खायौँ, फ्रेस भयो, एकछिन यहाँ घुम्यौँ।
एक्सपिरियन्स त बहुत बढिया छ राम्रो छ गाडी बिहान चलाएर आइयो फेरि फर्कियो मेरो साँझ घर जानियो घर पुगिन्छ बहुत बडा आनन्दले ल त्यसपछि फर्कने बेलामा हामी रिडी आयो यो रिडीको पुलको भिडियो हो रिडी पुल तर्दै गर्दाको त्यसपछि बिचमा गाडीबाट झरेर यसो मैले स्कुटी चलाउँछु भनेपछि दिदीले चलाउँदै हुनुहुन्छ एकछिन यति बेला हामी रिडी पुल तरेर माथिको उकालो निक्लिँदैछौँ त्यसपछि फेरि गाडी मैले नै चलाएँ अब चाहिँ हामी अलि रन्केर माथि हाम्रो कार अगाडि गइसकेको थियो कारलाई भेटाउने हिसाबले चाहिँ हामी रन्केर गइरहेका थियौँ यो जोड्तेको उकालोमा आयौँ हामी जोड्तेको उकालो गर्दैछौँ चिसो हावाले एकदमै हान्ने भएको कारणले गर्दाखेरि अगाडि मैले फुल हेलमेट लगाएको थिएँ भने पछाडि दिदीले पनि हेलमेट लगाएर नै बस्नु भएको थियो त्यसपछि हामी फेरि फ्रेस हुन अनि गाडी तातेको भएर चाहिँ गाडी सेलाउँछ भनेर हामी रोकेर हामीले नास्ता खायौँ पानी खायौँ एकछिन चाहिँ डाँडाकाँडाको दृश्य हेऱ्यौँ दिसापिसाब पनि गऱ्यौँ र हामी डाँडाकाँडाको दृश्य हेर्दै अब चाउचाउ खाँदैछौँ यसपछि हामी सिधै चाहिँ अब निक्लिन्छौँ बाटोमा मैले अन्त कतै पनि भिडियो गर्न पाइनँ हामी सिधै आउँछौँ सिद्ध बाबा आएर चाहिँ मैले भगवान् साम्ब सदाशिवजीको हामी बाबा र म हुन्छौँ यति बेला चाहिँ रात परेको भएर चाहिँ बाबा गाडीबाट चढेर मसँग स्कुटीमा आउनु भएको हुन्छ हामी सिद्ध बाबा मन्दिरको दर्शन गऱ्यौँ अनि त्यसपछि फेरि दर्शन गरेपछि हामी हाम्रो घर आउनको लागि अगाडि बढ्यौँ जय साम्ब सदाशिवाय नमः सिद्ध बाबाको दर्शन गरौँ सबैजनाले त्यसपछि हामी सिधै राति 9 बजीतिर घर आयौँ हामी जाने बेलामा चाहिँ हामीलाई 6 घन्टा लागेको थियो भने चाहिँ आउने बेलामा चाहिँ हामी 5 घन्टामै आयौँ किनकि आउने बेलामा हामीले गाडी चाहिँ धेरै रन्काएर ल्याएका थियौँ त्यसै कारणले गर्दा पनि हामी चाँडो आइयो अनि सबैजना थाकेको भएर चाहिँ हातमुख धोयो अनि त्यसपछि हामीले खाना खाएर हामी सुत्छौँ हस्त धन्यवाद